Hello, good evening everyone. आज चाहिँ यो किताब मैले यहाँनिर तपाईँहरूको समक्ष राखिरहेको छु होइन, लेटर्स फ्रम अ फादर टु हिज डटर। यो एउटा सिम्पल किताब हो जसमा चाहिँ एउटा बाबाले एउटा छोरीलाई चाहिँ टाइम नभएको कारणले होइन, धेरैवटा कारणले चाहिँ अब टाढो पनि हुन्छ छोरी, त्यो कारणले चाहिँ आफ्नो छोरीलाई चाहिँ उहाँले लेटर लेखेर पठाउनु भएको हुन्छ। र सिम्पल चिजहरू छ, जस्तै एउटा सानो एउटा नानीलाई लेख्छ नि लेटर, त्यस्तो। र यो किताब चाहिँ अब तपाईँहरूले आफ्नो छोरीलाई भयो, आफ्नो बहिनीलाई, आफ्नो साथीलाई, आफ्नो एउटा स्पेसल पर्सनलाई चाहिँ यु क्यान अलवेज गिफ्ट दिस बुक होइन। मेरो सजेसनमा चाहिँ मलाई त्यस्तो लाग्छ। र यो रिड गरेर म तपाईँहरूलाई सुनाउँछु ल। यहाँनिर एउटा सानो ब्रिफमा चाहिँ अब यहाँभित्र के छ भनेर यहाँ लेखेको छ नि त, अन्त यहाँदेखि पढ्दैछु ल। I am going to write you short accounts of the story of our earth and the many countries, great and small, into which it is divided. I hope these will make you think of the world as a whole and of other people in it as our brothers and sisters. And यहाँ चाहिँ अब when Indira Gandhi was a little girl of 10, she spent the summer in Mussoorie while her father, Jawaharlal Nehru, was busy working in Allahabad. Over the summer, Nehru wrote her a series of letters in which he told her the story of how and when the earth was made, how human and animal life began, and how civilization and societies evolved all over the world. अन्त यति अब मैले यो रिड गर्दा बुझ्नुभयो होला, एउटा पोइन्ट अफ भ्यू पाउनुभयो होला यसको भित्र चाहिँ के को विषयमा छ भनेर नि। यति भन्दै यो भिडियो म यही समाप्त गर्दैछु। थ्याङ्क यू, बाई बाई।